तिल, tiny treasures that nourish the body and flavor the world. प्राचीन समयदेखि नै स्वाद, स्वास्थ्य र संस्कृतिको एउटा महत्त्वपूर्ण भाग रहिआएको छ तिल। यसको सानो दानामा ऊर्जा र पोषणको खजाना नै लुकेको हुन्छ। परिकारमा स्वाद थप्ने, पूजापाठमा समेत प्रयोग हुने तिलले नेपाली परम्परामा विशेष स्थान पाएको छ। सानो दाना ठुलो काम भन्ने भनाइ यसमै लागू हुन्छ। तिललाई वैज्ञानिक रूपमा सिसेमम इन्डिकम भनेर चिनिन्छ। यो मानव जातिलाई थाहा भएको सबैभन्दा पुरानो तेलहन बाली समेत हो। साना समतल अण्डाकार तिलका दानामा नटी फ्लेभर मात्र हुँदैन, यसमा पोषक तत्त्वहरू पनि भरपूर रहन्छ। यसले गर्दा यो दानाहरू विश्वभरका भान्सा र परम्परागत औषधीय प्रणालीमा एक प्रिय सामग्री बनेको छ। बेकरी उत्पादनमा क्रन्च थप्नेदेखि लिएर तेलको लागि समेत तिलको दानाको प्राकृतिक सुपरफुड मध्ये एकको रूपमा आफ्नो ख्याति कमाएको छ। उत्पत्ति र यसको इतिहास। तिलको उत्पत्ति अफ्रिका र दक्षिण एसियामा भएको मानिन्छ। हजारौं वर्ष पुरानो प्रमाणबाट पनि यसको प्रयोग भएको थाहा पाइन्छ। प्राचीन सभ्यताहरूमा तिलको तेल र यसको उपचारात्मक गुणको लागि यसलाई व्यापक रूपमा प्रयोग भएको मानिन्थ्यो। आयुर्वेदिक र परम्परागत चिनिया औषधिमा तिलको तेललाई छालाको स्वास्थ्य प्रवर्धन गर्न, पाचन प्रक्रिया सुधार गर्न र शरीरलाई पोषण दिन प्रयोग गरिन्थ्यो। नेपालमा पनि तिलको प्रयोग व्यापक रूपमा प्रयोग गरिएको पाइन्छ। पूजाआजा होस् वा विभिन्न परिकारहरू तयार गर्दा समेत तिलको प्रयोग हुन्छ। माघे सङ्क्रान्तिमा त झन् तिलको विशेष महत्त्व हुन्छ। घिउ चाकुसँग तिलको लड्डु सांस्कृतिक रूपमा नै सेवन गर्ने चलन छ। तिलको प्रकारहरू। सामान्यतया तिल 3 प्रकारका हुन्छन्, सेतो, कालो र खैरो। सेतो तेल धेरै जसो बेकिङ मिठाईहरूमा प्रयोग गरिन्छ। यसको स्वाद हल्का हुन्छ र यसको बाहिरीको बोक्रा हटाइएको हुन्छ। यस्तै कालो तिल परम्परागत एसियाली र नेपाली परिकारहरूमा बढी प्रयोग हुन्छ। यसमा भने कडा खाले अर्थी स्वाद हुन्छ र यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि धेरै हुन्छ। धार्मिक अनुष्ठानमा पनि यसको प्रयोग धेरै हुन्छ। खैरो तिल भन्ने सामान्यतया तेल निकाल्न र कहिलेकाहीँ खाना पकाउनका लागि समेत प्रयोग गरिन्छ, जसले बलियो खालको नटी स्वाद दिन्छ। पोषण प्रोफाइल। आकारमा सानो भए पनि तिल विभिन्न पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ। मोनो अनस्याचुरेटेड र पोली अनस्याचुरेटेड फ्याटी एसिड तिलमा उच्च मात्रामा रहन्छ। प्लान्ट बेस्ड प्रोटिनको समेत राम्रो स्रोत हो तिल। विभिन्न प्रकारका मिनरल जस्तै क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, जिङ्क, आइरन र सेलेनियममा समेत यसमा उच्च मात्रामा पाइन्छ। यसको साथै थायमिन B1 र नियासिन B3 जस्ता भाइटामिन बीहरूको पनि तिलमा राम्रो स्रोत मानिन्छ। तिलमा फाइबर पनि राम्रो मात्रामा हुन्छ, जसले पाचन स्वास्थ्यलाई पनि सहयोग गर्छ। तिलको दानामा सेसेमिन र सेसामोल जस्ता शक्तिशाली तत्त्वहरू हुन्छन्, जसले गर्दा अक्सिडेटिभ स्ट्रेससँग लड्न मद्दत गर्छ। तिलको नियमित सेवनले हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ। तिलको दानामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस राम्रो मात्रामा पाइन्छ। यो मिनरल्स बलियो स्वास्थ्य हड्डी कायम राख्नको लागि महत्त्वपूर्ण हुन्छ। यस्तै लिग्नान र फाइटोस्टेरोलसँग मिलेर तिलले मुटुलाई पनि स्वास्थ्य कायम राख्न मद्दत गर्दछ। यसले एलडिएल खराब कोलेस्ट्रोल घटाउन र एचडिएल राम्रो कोलेस्ट्रोललाई बढावा दिन मद्दत गर्छ। डायट्री फाइबर प्रचुर मात्रामा भएको तिलको दानाले नियमित आन्द्राको चाललाई बढाउन, कब्ज रोकेर स्वास्थ्य पाचन प्रणालीलाई पनि सहयोग गर्दछ। यसको साथसाथै तिलमा पाइने जिङ्क, सेलेनियम, भाइटामिन ई ले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ। यसले कोषलाई अक्सिडेटिभ क्षतिबाट समेत बचाउन मद्दत गर्दछ। तिलमा पाइने म्याग्नेसियमले रक्तचापलाई स्वस्थ अवस्थामा राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। तिलको दाना इन्फ्लामेसन कम गर्नको लागि पनि प्रख्यात मानिन्छ। आर्थराइटिस र अन्य पुरानो सुजन सम्बन्धी रोगहरू पनि यो लाभदायक। तिलमा पाइने लिग्नानहरू, फाइटोस्ट्रोजेनहरू जसले महिलाहरूमा हर्मोनलाई सन्तुलन राख्नको लागि मद्दत गर्छ। कुलिनरी प्रयोग। तिल पाक्य प्रयोगमा जति बहुमुखी छ त्यति नै पौष्टिक पनि छ। तिलको तेल खाना पकाउन र मालिस गर्न प्रयोग गरिन्छ। यसलाई ड्रेसिङ आयलको रूपमा समेत प्रयोग गरेको पाइन्छ। टोस्ट गरिएको तिलको दानालाई सलाद,
चाउचाउ र फ्राइड डिसहरूमा पनि छर्किने गरिन्छ। ब्रेड, क्र्याकर्स र अन्य मिठाईहरूमा पनि यसको प्रयोग गरिन्छ। तिलको दाना भुटेर अचार बनाएर पनि प्रयोग गरिन्छ। विशेष गरी चाडपर्वमा चटनी, अचार र मिठाईमा तिलको प्रयोग गर्न सकिन्छ। सांस्कृतिक महत्त्व नेपाल र एसियाका धेरै भागहरूमा तिल केवल खानामा मात्र होइन, यो दीर्घायु, समृद्धि र स्वास्थ्यको प्रतीक समेत मानिन्छ। माघे सङ्क्रान्ति जस्तो जाडोयामको चाडमा तिलबाट बनेको खानेकुराहरू खाँदा शरीर न्यानो रहन्छ र मौसमी रोगहरू विरुद्ध प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने विश्वास गरिन्छ। आयुर्वेद औषधिमा तिलको तेललाई तेलको राजा भनेर समेत चिनिन्छ। यसलाई शिरोधारामा, टाउको मालिस गर्न, छालाको पोषण दिन, शरीरलाई विषाक्त पदार्थ मुक्त गर्न पनि यसको प्रयोग गरिन्छ। तिल आकारमा सानो छ, तर यसको स्वास्थ्य लाभ र पाक कलाको बहुमुखी गुणले यसलाई विश्वमा एउटा महत्त्वपूर्ण सामग्री बनाएको छ। सलादमा छर्केर खाँदा होस्, सस मिसाएर खाँदा होस् वा परम्परागत मिठाईमा मिसाएर खाँदा होस्, तिलले शरीरलाई पोषण दिन्छ र खानेकुराको स्वादमा बढोत्तरी गर्छ। दैनिक खानामा तिल समावेश गर्नाले स्थायी स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ। त्यसैले भनिन्छ, फ्रम द एन्सियन्ट सोइल्स टु मोडर्न प्लेट्स, sesame seeds whisper the story of health and heritage.